साथीहरु सबैलाई नमस्कार र आज हामीसँग रहेको छ एउटा यहाँ अपोलोको स्प्रेयर र यसलाई कसरी सेट गर्ने भनेर यहाँ दिमाग लगाइरहेको छु हामीहरु। यो एउटा डब्बा जस्तो यहाँ बक्स रहेको छ। यहाँ चाहिँ चार्जिङ सिस्टम पनि रहेको छ साथीहरु। भनेपछि यहाँ हामीलाई दिएको सामग्रीहरु केही यस्तो प्रकार छ। यो चाहिँ हेर्दाखेरि ठ्याक्क यहाँको माथिको पार्ट जस्तो देखिएको छ। भने यति सामानहरु छ, यसलाई हामी अब सेट गरेर तपाईलाई देखाउँछौं। ओके साथीहरु, फाइनली मैले चाहिँ यो सेट गरिसकेको छु के यस्तो प्रकारले बेल्ट यहाँ राख्नु पर्ने, ठ्याक्क यहाँबाट बेल्ट चाहिँ हाल्नुपर्ने। यहाँ अन अफ बटम रहेको छ। यो बटमलाई अन गर्दा त्यसपछि यहाँ चाहिँ पावर आउँदो रहेछ। एउटा अनमै थियो, अब हेर्नुस् पावर यसको साइकललाई धोइदिन्छ मजाले। के यस्तो प्रकारले बनेको छ। यहाँ हेर्नुस् ब्याट्रीको पावर देखाइरहेको छ भनेको अन छ अहिले। र यहाँ चाहिँ अन अफ बटमको साथमा चार्जर दिएको छ। यो चार्ज गर्ने ठाउँ छ भने यो चाहिँ स्पिड कम बेसी गर्ने जस्तो खालको रहेछ एउटा यहाँ फ्युज जस्तो। हेरेर जानुहुन्छ छतको माथि एक तला माथि फलाएको यो लौका पुरै छत ढाकिने गरी अब यसले कभर गरिदिनेछ।